गाइस हामीले चाहिँ अब यस्तो केही पनि ल्याएनौँ जिर फेरि केही पनि ल्याएनौँ सक्यो अब पाल्नु यत्रो के भयो बिचरा रातभरि ज्वरो आयो अनि यता बेबी सुतिरहनु भएको छ अचानक ज्वरो आएको के बाबुलाई त रातिको कति त्यही 7 बजीदेखि ज्वरो आउनु लाग्यो पुरा ज्वरो हन्दै आयो हात खुट्टाहरू त चिसो हुने खाली टाउको र शरीर मात्रै तातो हेलो गाइस सबैजना नमस्ते सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु हामी पनि सबै सन्चै आरामै छौँ तपाईहरु पनि आरामै हुनुहुन्छ होला स्वस्थ रहनु होला हामी पनि स्वस्थ छौँ अनि फेरि हामीहरु आएको छौँ भिडियो लिएर भिडियोको साथमा हाम्रो भिडियो हेरेर सबैजनाले माया साथ सपोर्ट दिनु होला त्यसबिसी युट्युब च्यानलबाट सबैजनाले माया गरिदिनु होला माया गरिदिनु भएको छ योभन्दा अझ धेरै माया गरिदिनु होला अनि आज त चाहिँ फेरि पानीहरु परिरहेको छ तपाईहरुलाई हामीले त्यसै खासै राम्रो त छैन भिडियो त्यही पनि अलि सानोतिनो भिडियो लिएर आएको छौँ हेरिदिनु होला माया गरिदिनु होला हाम्रो भिडियोलाई माया गरिदिनु भएको छ योभन्दा धेरै माया गरिदिनु होला साथ सपोर्ट दिनु होला भन्न चाहन्छौँ अनि कस्तो हुनुहुन्छ तपाईहरु अनि त्यस्तो खासै भिडियो त छैन अब बाहिर पनि जान पाएको छैन त्यसैले हामी चाहिँ अब घरमै रुममै बसेर अलिअलि आफूले जति सक्ने त्यति नै भिडियो बनाएको छौँ लिएर आएको छौँ हाम्रो भिडियोलाई हेरेर धेरै माया साथ सपोर्ट दिनु होला भन्न चाहन्छौँ अनि मेरो बुढोको चाहिँ हिजो 8 गते जन्मदिन थियो त्यसै खासै त जन्मदिन त मनाएनौं त्यही पनि एकजना दाइले अनि भिडियो हेर्नु हुने रहेछ उहाँले चाहिँ हामीलाई केक सानो केक उपहार दिनुभयो अनि त्यसको अनि यो केक दिनुभयो उहाँको सामानहरु दिनुभयो अनि त्यसको लागि हामीले बर्थडे चाहिँ हामी 3 जनाले मनायौं खासै त्यस्तो बर्थडे मनाउने त थिएनौं त्यस्तो हुनै राखेको थिएनौं अनि दाइले चाहिँ हाम्रो भिडियो हेरेर चाहिँ उहाँले चाहिँ माया गरेर चाहिँ हामीलाई केक दिनुभयो अनि त्यसको धेरै धेरै धन्यवाद उहाँलाई पनि अनि बर्थडे चाहिँ सानोतिनो 3 जना घर परिवार हामी 3 जना फ्यामिली भएर के बर्थडे सड्डे मनायौं अनि हेर्दै गर्नु होला हाम्रो भिडियोलाई माया गरिदिनु होला है त अनि उहाँ चाहिँ सुत्नु भएको छ हिजो बर्थडे मनाउनु भयो यता हेर्नु न यता हेर्नु न भएन बिचरा रातभरि ज्वरो आयो अनि यता बेबी सुतिरहनु भएको छ यी बेबीलाई आज सुई लगाउन लगेको मैले बुबु खाइरहेछ सुई लगाएको आज सुई नलाग्ने रहेछ अब 9 महिनामा लाग्ने छ थाहै थिएन नि त अनि त्यही भएर चाहिँ बेबी यता सुतिराख्नु भएको छ मस्त छ उता उसको पापा चाहिँ बिमार हुनु भएको छ बिचारालाई खोकी अनि त्यो हात खुट्टाहरु झमझमाएको छ दुखिरहेको छ भनेर भन्नुभएको थियो अनि औषधि पनि ल्याउनु भएको थियो खासी लागेको त अब त्यही गाउँबाट आएर यी औषधि पनि हिजो लिएर आउनु भयो कति 170 को कतिको खान त भइछ निकै भएन भन्नुहुन्थ्यो अब त्यही त हात खुट्टाहरु झमझमाएको छ दुखिरहेको छ भन्नुहुन्थ्यो बिहान खाना पनि बिहान थोरै खानुभयो सुतिराख्नु भएको छ कामहरु पनि मिलेको छैन के गर्नु तनाव छ रुममा बसेर त्यही त काम धन्दा पनि छैन बसिरहेको छौं त्यसै दिन काटिरहेको छौं हामीले पनि अनि उहाँ चाहिँ अब मान्छेको त भइहाल्यो कहिले कहिले त बिमार त भइहाल्छ नि पानी चेन्ज उहाँको यहाँको गर्दा पानी पनि चेन्ज भयो अनि फेरि अस्ति राति चाहिँ अचानक बेबीलाई बाबुलाई चाहिँ एक्कासी ज्वरो आयो थाहै भएन के भयो यति दिउँसो त यति राम्रोले खेलिरहेको थियो अनि अचानक ज्वरो आएको के बाबुलाई त रातिको कति त्यही 7 बजीदेखि ज्वरो आउनु लाग्यो पुरा ज्वरो हन्दै आयो हात खुट्टाहरू त चिसो हुने खाली टाउको र शरीर मात्रै तातो हात खुट्टा त
चाहिँ चिसो बरफ जस्तो अनि टाउको र शरीर चाहिँ यस्तो के त्यो हुन्छ नि तातो क्या त्यो जस्तो उब्लेको त पानी हुन्छ नि तातो त्यस्तै भएको बाबुलाई। हामी त रातभरि सुतेन, बाबु पनि रातभरि सुतेर न्याङ 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 गरिरहेको थियो। म त रातभरि लिएर बसेँ अनि उहाँ पनि लिएर बस्नुभयो। दुईजनाले अब रातभरि कहिले डुलाउँछौँ कहिले के गर्छौँ भएन। अनि हिजो त उहाँ ज्वरो नाप्नु लग्नुभयो उहाँले। अनि उहाँ नापिसकेपछि 19 ज्वरो रहेछ, यस्तो गाह्रो भयो पेटसँग। अनि औषधि दिनुभयो, औषधि खुवाएर अलि सन्चो भयो बेबीलाई चाहिँ। आज चाहिँ मेरो जन्मदिन अनि त्यसपछि बुढीले चाहिँ खोल्दै हुनुहुन्छ, बाबु पनि त्यही छ। मेरै नाम लेख्दै होला सायद। त्यहाँ खिचौँ। राम्रै थियो त अघि त मैले खोल्दाखेरि त। तिमीले के गर्यौ त? खै त्यो पुरै खोल त। ल हेलो हेलो गाइस, हेलो हेलो। ल यहाँ चाहिँ मेरो उल्टा राख्यो क्या हो केक त? यस्तो घुमाउ न, यहाँबाट खिच्नु पर्ने अनि तेज बेसी भएन नि त बढ्दै। ल गाइस, अहिले भिडियो फोटो खिच्नलाई मात्रै गरे हो। यहाँ छोरो रुँदैछ अनि मैले छोरो समाउनु पर्यो। अब हामी दुईजना मन्त्री मनाउँदैछु। अहिले कोही छैन साथीभाइहरू। अब भिडियो पनि राम्रो आएको छैन, तपाईँहरूले हेर्नु होला। उतापट्टि उता यस्तो गएर बुढो अहिले तल टाउको हेर न, तल घुम्डाउ, तल गर न टाउको। यहाँ मैले फेरि बाबु समाउँ कि भिडियो खिचौँ भन्ने भयो कि। अनि बुढीले चाहिँ यहाँ तामझाम गर्दै हुनुहुन्छ। जानु न, बस्नु न तपाईँ। अब बस्न त बस्ने, यहाँ छोरो छ नि त सँगै। ह्यापी बर्थडे भन्नु जानु म उ गरे। अब जाँदै जानु। थ्याङ्क यू गाइस। हामीले चाहिँ अब यस्तो केही पनि ल्याएनौँ, झिरझिर फिरफिर केही पनि ल्याएनौँ। सक्यो अब बाल्नु यत्रो केही भएन त, सकिसक्यो, भिडियोमा देखिसक्यो। अरू के चाहियो? अब बाल्नु मार्नु होइन, मार्नु। ह्यापी बर्थडे टु यु बुढो, ह्यापी बर्थडे टु यु बुढो, ह्यापी बर्थडे टु यु। ह्यापी यो त निकाल्नै पर्छ यार, यस्तै निम्दैन क्या यो मोमबत्ती अलि ऊ हुन्छ क्या। ह्यापी बर्थडे टु यु बुढो। मेरो छोरो हेरेको हेरे, हुन्थ्यो राजा हेरेको हेरे। निकालिदियो क्या, निकालेर निभाउनु हुन्छ। ट्याप्पो च्याप्यो नि त्यो। ह्यापी बर्थडे बुढो। थ्याङ्क यू। अब दुईजना छौँ, दुईजनाले मनाउनु पऱ्यो। अब यो पाला चाहिँ हामीलाई कसैले पनि वास्ता गर्नु भएन, केही छैन। वास्ता नगरे नि केही छैन। अब सबैले हामीले हिजो अस्तिको भिडियोमा पनि हो र कसैले वास्ता गर्नु भएन। यता आऊ न, तिमी पनि बस। तिमी बस्यो भने अलिक सजिलो हुन्छ, मिल्छ। बाबुलाई यहाँ देखियो है, यहाँ बस ठ्याक्क। अलि तल गर। ह्यापी बर्थडे। थ्याङ्क यू। यस्तै छ गाइस हामी दुईजनाको। आएन यो त चक्खु त कस्तो रहेछ हौ। लुलो छ। लुलो गयो। ह्यापी बर्थडे बुढो। तल गर टाउको।
त्यही हो गाइज। अब हामी त्यो जुठो नखाऊ, यो खाऊ। हाम्रो संसारमा कोही पनि छैन, ठिकै छ। हामी दुईजना भए पनि हामीले एउटा, मेरो बुढीले मेरो लागि एउटा केक ल्याएर भए पनि मलाई विस गर्नुभयो, त्यसको लागि म एकदमै आभारी छु। तपाईँहरूले पनि धेरै माया गरिदिनु भएको छ हाम्रो युट्युब च्यानललाई, तेजविषय अफिसियल युट्युब च्यानल। जबसम्म मेरो युट्युब च्यानलमा 50,000 सब्सक्राइब पुग्दैन, 50,000 सब्सक्राइब पुग्यो भने योभन्दा ठुलो केक म काट्छु होइन। कतिपय मान्छेहरूले त भन्छन् होला अरूलाई सहयोग माग्दै केक काट्दै हिँडेछ भनेर, तर यो केक पनि अरूबाट आएको केक हो, अरूहरूले दिएको केक हो। हामीले यसरी ल्याएर उ गरेको केक होइन कि, अरूहरूले हामीलाई सपोर्ट गरेको केक हो। केकवाला दाइले पनि हाम्रो भिडियो हेर्नुहुन्छ क्या, यहीँ नजिकै छ पसल, उहाँहरूले पनि हाम्रो भिडियो हेर्नुहुन्छ। अनि मेरो जन्मदिन भन्ने उहाँलाई पनि थाहा हुन्छ र उहाँले यो पालिको सपोर्ट गर्नुभयो। तर तपाईँहरूले अन्यथा सोच्नु होला, यताउति गर्नु होला। तर यदि विश्वास लाग्दैन मेरो बुढीले पनि भन्नुहुन्छ सबै कुराहरू। भन्दै त बुढी सबैजना राम्रो भिडियो हेरेर माया गरिदिनु होला, अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। अब त्यस्तै हो, हामी दुईजना मात्रै छ, हामी अब दुईजना तिनजना भयौँ। अनि त्यही पनि सानोतिर खुसी ल्याउनलाई प्रयास गरेको हो, खासै त्यति ठुलो पनि होइन। सबैजनाले भन्नु होला अनि खानेको खर्च छैन कि बर्थडे मनायो भनेर सोच्नु होला, त्यस्तो नराम्रो नसोच्नु होला। कोही न कोही दयालु भेटिँदो रहेछ। हामीलाई चाहिँ सहयोग गरेर चाहिँ त्यही केकवाला दाइले चाहिँ अस्ति भनेको थियो बर्थडे हो भनेर, हामी गएको थियौँ त्यति बेला। अनि दाइहरूले चाहिँ हाम्रो भिडियो दुध डेरी छ है, अनि दुध डेरीको दाइले चाहिँ दाइहरूले सहयोग गरेर केक ल्याइदिनु भयो। अनि फेरि सब बोलाउँदा सबैलाई बोलाएको थियो, तर मैले उहाँहरूको भिडियो खिच्न पाइनँ, त्यसको लागि माफी। उहाँहरूले भिडियो खिच्न चाहिँ असमर्थ जानुभयो, आउनु भएन। अनि कसै पनि, अनि हामी दुईजना मात्रै, पोहोर पनि मेरो बर्थडेमा हामी दुईजना मात्रै थियौँ। अहिले त हामी तिनजना छौँ, हामी धेरै खुसी छौँ, ह्याप्पी छौँ हामी सानो। तर म यही बेलामा चाहिँ मेरो, किनभने मेरो जन्मदिने आमा त हुनुहुन्न, जन्मदिने आमाको त आजभन्दा लगभग 20-25 वर्ष भइसक्यो। उहाँहरूको अनुहार कस्तो हुन्छ मलाई थाहा छैन। मलाई एउटा कर्म दिने आमा अनि मेरो कर्म दिने आन्टी, माया आन्टी, मम्मी, म उहाँहरूलाई धेरै सम्झिन चाहन्छु। मेरो मम्मीको मलाई धेरै याद आउँछ, तर म विवश छु मम्मी। त्यही हो, सबैजनाले माया गरिदिनु भएको छ, धेरै माया गरिदिनु होला, सर सपोर्ट दिनु होला। त्यही त मान्छेले हाम्रो मन छ। अब हाम्रो त यताउति कोही पनि छैन, यही पल्लो कोठा दिदी हुनुहुन्छ, उहाँ पनि बोलाउन बिर्से केही छैन। उहाँलाई के हामी आमाहरू गाउँ जानुभएको छ सबैजना, यत्रो केक चाहिँ हामीले खानेकुरा हो। सबैजनाले माया गरिदिनु होला, भिडियोलाई लाइक कमेन्ट सेयर उहाँहरूलाई केक दिने मान्छेले पनि धेरै धेरै आभारी छु। कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला भन्न चाहन्छौँ है।